मैले सोचेको थिएँ मैले अपलोड गरेको फाइल सेक्योर छ, तर मैले नै ह्याक गरेँ। म पिडिएफ फाइल अपलोड भ्यालिडेट गर्दै थिएँ, जसमा मैले एक्सटेन्सन चेक गरेँ, माइम टाइप चेक गरेँ। सुन्नलाई त सबै ठिक जस्तो लाग्छ, तर मैले एउटा फाइललाई रिनेम गरेँ जसको नाम थियो malware.exe। त्यो फाइललाई मैले invoice.pdf मा चेन्ज गरेँ र अपलोड गरेँ। गेस वाट? त्यो पास भयो। किनभने यो दुईवटै कुरा सेक्योर छैन। एक्सटेन्सन सजिलै फेक गर्न मिल्छ र माइम टाइप क्लाइन्टले पठाउने हो। अनि कोडिङमा एउटा रुल त छँदैछ, त्यो हो नेभर ट्रस्ट योर क्लाइन्ट अर फ्रन्ट एन्ड टु राइट एनी अपरेसन अन योर सर्भर। बेसिकल्ली अट्याकरले दुवैलाई कन्ट्रोल गर्न सक्छ। र देन रियल सल्युसन के हो त? त्यसको लागि फाइलको एक्चुअल कन्टेन्ट चेक गर्नुपर्ने हुन्छ। त्यसको लागि हजुरले अपाचे टिका युज गर्न सक्नुहुन्छ। त्यसमा म्याजिक बाइट चेक गर्नुहोस्। यसले तपाईँको फाइलको नाम होइन, भित्र के छ त्यो चेक गर्छ। र एकदम इम्पोर्टेन्ट कुरा, एक्सटेन्सन प्लस कन्टेन्ट डिटेक्सन प्लस साइज लिमिट, यो तीनवटा कुरालाई एकै ठाउँ कम्बाइन गर्नुहोस् र तपाईँको सिस्टम रियल वर्ल्ड मार्केटमा जानको लागि रेडी हुनेछ। नाइ भने तपाईँ ह्याकरलाई नै ट्रस्ट गर्दै हुनुहुन्छ। र आजको लागि यति नै। यस्तै रियल ब्याकएन्ड सेक्युरिटीको टिप्सको लागि हामीले बाइट स्पेस नेपाललाई फलो गर्नुहोस्। एन्ड सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।